सेवा नमस्कार साथीहरू। यहाँहरूलाई मेरो युट्युब च्यानलमा फेरि पनि स्वागत गर्न चाहन्छु। र आजको यस भिडियोमा चाहिँ म स्पेनको बारेमा, स्पेनको इतिहास, संस्कृति, खानपान, यहाँका मानिसहरू, भाषा, पर्यटन र यहाँको जीवनशैलीको बारेमा धेरै अद्भुत कुराहरू गर्नेछु। किनकि यो स्पेनको बारेमा अहिले चाहिँ धेरैभन्दा धेरै नेपाली दाजुभाइ दिदीबहिनीहरू आइराख्नु भएको छ। र युरोपमा स्पेन मात्रै एउटा नेपालीहरूको पछिल्लो गन्तव्य भएको कारणले गर्दाखेरि म यहाँहरूलाई स्पेनको बारेमा केही विशेष कुराहरू बताउन गइरहेको छु। कृपया भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनुहोला भनेर फेरि पनि भन्न चाहन्छु साथीहरू। हजुर, स्पेनको इतिहास चाहिँ धेरै वर्ष पुरानो हो। यो 1000 वर्षभन्दा धेरै लामो यसको इतिहास छ र यसको इतिहास ड्रामाटिक पनि छ। पहिले स्पेनमा रोमन्स, मोर्स, भिजिगोथ जस्ता सभ्यताहरू बसोबास गर्थे। सबैभन्दा पहिला चाहिँ ठुलो परिवर्तन 711 एडीमा भएको थियो, जब मोरिस अरब बर्बर शासन सुरु भएको थियो। मोरिसहरूले स्पेनमा गणित, विज्ञान, वास्तुकला, भाषा, संस्कृतिमा ठुलो प्रभाव पारेका थिए भने आजको स्पेन जुन विश्वलाई सुन्दर कला, वास्तुकला र संस्कृति देखाउँदैछ, स्पेनमा जुन यहाँको कलाहरू छ त्यो चाहिँ धेरै हदसम्म त्यही बेला विभिन्न सभ्यताको मिश्रणको नतिजा थियो। अहिलेको मोडर्न स्पेन चाहिँ 1975मा डिक्ट्याटर फ्रान्स्कोको शासन समाप्त भएपछि स्पेनले आधुनिक लोकतन्त्रको सुरु गरेको थियो। 30-40 वर्षमै स्पेन विश्वकै विकसित, सुरक्षित र सुन्दर देशहरूमध्ये पर्ने देश भएको छ। स्पेन आफ्नो एजुकेसन, हेल्थ केयर, टुरिज्म, एग्रिकल्चर, फुटबल अनि टेक्नोलोजी जस्तो कुराहरूमा धेरै अगाडि छ। र साथीहरू, स्पेन संस्कृतिमा पनि धेरै नै धनी छ। यहाँका मानिसहरूले सङ्गीत सुन्न धेरै रुचाउँछन् अनि यहाँका मानिसहरू फेस्टिभलहरू सबै मनाउँछ। फेस्टिभलहरू साह्रै मन पराउने मानिसहरू बस्छन् र स्पेनमा 3000 भन्दा धेरै फेस्टिभलहरू रहेका रहेछन् साथीहरू। यहाँको मुख्य फेस्टिभल चाहिँ ला टोमाटिना, सान्स फर्मिन, यो चाहिँ रनिङ अफ वर्ल्ड्स हो, लास फालस, सेमाना सान्ता एउटा यो रिलिजियस फेस्टिभल हो। यी फेस्टिभलहरू चाहिँ अत्यन्तै ठुलो र महत्त्वपूर्ण फेस्टिभलहरू हो यहाँको। स्पेनका मानिसहरू परिवारसँग बस्न एकदम मन पराउँछन्, खाना खान समय निकाल्छन्, लाइफ इज फर लिभिङ भन्ने विचारमा विश्वास गर्छन्। र साथीहरू, यहाँको खाना चाहिँ धेरै नै स्वास्थ्यकर मानिन्छ। स्पेनको खानालाई युनेस्कोले मेडिटेरानियन डाइटको रूपमा मानेको छ। यो चाहिँ भन्नाले विश्वकै सबैभन्दा स्वस्थ खाना भन्ने बुझिन्छ। र साथीहरू, स्पेनको फेमस डिस भनेको चाहिँ पाइया हो। यो भ्यालेन्सियामा धेरैभन्दा धेरै प्रचलित छ। त्यसपछि तापस, तुरिया स्पानिया, जामुन, इब्रिको, यो चाहिँ मेन खानाहरूभित्र पर्दछ। स्पेनिस खाना सिम्पल पनि हुन्छ र हेल्दी र स्वादिलो पनि हुन्छ साथीहरू है। साथीहरू, स्पेनमा भाषा कुरा गर्दाखेरि स्पेनिस कास्टलिनो मुख्य भाषा हो। तर स्पेनमा अत्यन्त कल्चरली डाइभर्स भएको देश भएकोले यहाँ अन्य भाषाहरू पनि छन्, जस्तो कालान, बास्के, गालिसियन, भालेन्सियानो यस्ता विभिन्न भाषाहरू पनि रहेका छन्। स्पेनको भूगोल र मौसमको बारेमा कुरा गरौँ। स्पेन युरोपको चौथो ठुलो देश हो। यहाँ समुद्र, पहाड, हरियाली, जङ्गल र मरुभूमि सबै छ। स्पेनमा मौसम रिजन अनुसार चाहिँ फरक हुन्छ। साउथमा गर्मी हुन्छ, नर्थमा हरियो र चिसो हुन्छ अनि सेन्ट्रल स्पेनमा गर्मी र तातो, जाडो, चिसो सबै छ भने स्पेनमा कोस्टा ब्रेभा, कोस्टा डेल सोल, कानरी आइल्यान्ड जस्ता सुन्दर तटहरू पनि छन्। र वर्ल्ड क्लासेस सिटीहरू पनि स्पेनमा पर्दछन् साथीहरू, जस्तो म्याड्रिड, यो चाहिँ राजधानी हो। यहाँ चाहिँ कला सङ्ग्रहालय, फुटबल क्लब, रियल म्याड्रिड, नाइट लाइफले फेमस छ म्याड्रिड चाहिँ। त्यसै गरी बार्सिलोनाको गाउजीको आर्किटेक्चर एकदमै, साग्रादा फ्यामिलिया, समुद्र र टुरिज्म राजधानी, टुरिज्मको एकदमै राजधानी हो यो, सुन्नुभएकै होला। त्यसपछि भ्यालेन्सियामा साइन्स सिटी छ, बिचेसहरू एकदमै धेरै छ। पाइयाको जन्मस्थान पनि हो।
त्यसै गरी अन्य सिटीहरू भनेको सेभिया, ग्रानाडा, बिल्बाओ, मालागा, लोना। यहाँ यो चाहिँ मुख्य सहरहरू हो। सबै सहरहरूको आफ्नो आफ्नै फ्लेभर, आफ्नो आफ्नै इतिहास, आफ्नो आफ्नै पहिचान छ साथीहरू। फुटबलमा पनि एकदमै टप भित्रमा पर्छ। रियल म्याड्रिड, एफसी बार्सिलोना, यी क्लब फुटबलको इतिहास नै बदल्ने कृतिहरू हुन्। अनि टेनिसमा राफेल नादल, मोटरसाइकलमा मार्क मार्केज, बास्केटबलमा र स्पेनमा हजारौँ लाखौँ मान्छेहरू घुम्नको लागि आउँछन् र कतिपय मान्छेहरू यहीँ बस्ने गर्दछन्। यहाँको सुरक्षा अत्यन्तै राम्रो छ। यो एकदमै शान्तिपूर्ण देश हो। यहाँको मौसमहरू अत्यन्तै सुन्दर मौसम छ। वर्क लाइफ ब्यालेन्स छ। खानेकुराहरू र मैत्रीपूर्ण मानिसहरूको देश हो यो। र साथीहरू, यो स्पेनको बारेमा तपाईँहरूलाई नयाँ जानकारी र महत्त्वपूर्ण जानकारी जो यहाँ बस्नको लागि आउन खोजिराख्नु भएको छ उहाँहरूले सुन्नुपर्ने बुझ्नुपर्ने कुराहरू थियो र मेरो भिडियोलाई अन्तिमसम्म हेरिदिनु भयो होला भन्ने आशा गर्दै आजको लागि बिदा हुन चाहन्छु। फेरि भेटौँला। नमस्कार, बाई बाई।